फेरि एकचोटि त्यो जग फेरि बलियो बनाउनु पर्ने समय आउन लाग्यो र आउनै पर्छ। न त भनेदेखि यो देश हामीले चिनेको, हामी सानोमा हुर्केको देश रहन्न र छैन पनि अहिले। यही त यहाँ नि अप्ठ्यारो भइराखेको छ। तपाईँले अनुभव गर्नुभएको छ छैन, मैले त अनुभव गरेको छु। कस्तो देश थियो यो, अहिले के छ? व्यक्ति व्यक्तिमा पनि द्वन्द्व, समाजमा पनि द्वन्द्व। यस्तो कुरा त राम्रो होइन नि एउटा देशमा। अरूले फाइदा उठाउने ठाउँ हामीहरूले नि दिइराखेका छौँ। यो हाम्रो बेकुफी भयो कि अरूको खुबी भयो, त्यो नेपाली जनताले अब विचार गर्नुपर्ने समय आयो। यस्ता कुराहरू चाहिँ नि हामीले विचार गर्नुपर्छ।